Oh guys, तेल तातिसकेको छ। Oh my god, कुकुरै पोलेर केही छैन रहेछ त यार। यो दुइटा हाल्छु म, पड्किन्छ अब यो। बम होस्। एन्ड देन एउटा डल्ले हालिदिन्छु किनभने मैले अघि 2-3 वटा डल्ले पिनेको छु मसलामा। एन्ड देन फेरि आउँछ यो पनि थोरै। Waiting someone? And guys, यो एउटा यस्तो हुँदैछ। अब यसपछि चाहिँ म यो मजाले पाक्न दिउँ न। ग्यास अलि ठुलो बनाएँ मैले। So after that I'm going to put this प्याज। सिटी लाउने हो नि त, सो मासु पहिला फ्राई गर्नु पर्दैन। मजाले ब्राउन एन्ड ब्ल्याक भइसक्यो। सो आइम गोना पुट दिस प्याज। ज्वाइँ ज्वाइँ ज्वाइँ। मलाई चाहिँ यसरी हल्लाउनु मजा लाग्छ कि। म थोरै मात्रामा के भन्छ यो, वाट इज दिस, पन्यु यो चलाउँछु कि खासै चलाउँदिनँ म। एज लङ एज मैले पकाउने भाँडामा यस्तो सामान डल्ला छ भने म जहिले यसरी नै चलाउँछु कि यो झ्याउ लाग्छ। यो ब्राउन हुँदैछ है हल्का। लेट्स मेक इट ब्राउन। ब्राउन ब्राउन हुन लाग्यो। कुक फर अ व्हाइल। खास त सिटी नलाइ नै हुने हो, त्यही पनि 1-2 सिटी चाहिँ लगाइदिन्छ। त्यहाँ चाहिँ पाक्दै रहेछ। अलिक ठुलै फ्लेम गरिदिनु हुन्छ। ब्राउन ब्राउन हुँदैछ। सो म चाहिँ के हाल्छु भने प्याजपछि प्याज ब्राउन ब्राउन हुँदैछ नि त। सो बेसार थोरै भएछ। बेसार र नुन मात्रै।